नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई टेक्निकल आइपिओ अपडेटमा। आजको यस भिडियोमा हजुरहरूलाई सबैजना परिवारको एकैचोटि आइपिओ रिजल्ट कसरी चेक गर्ने, कुन एप्लिकेसन रहेको छ, सम्पूर्ण भिडियो यस भिडियोमा जानकारी दिनेवाला छु। यस भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्नुहोला। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। सबैभन्दा सुरुमा हजुरहरू प्ले स्टोरमा जानुहोला। प्ले स्टोरमा गइसकेपछि आइपिओ रिजल्ट भनेर सर्च गर्नुहोला। सर्च गरिसकेपछि हजुरहरूले देख्न सक्नुहुन्छ सेकेन्ड नम्बरमा रहेको छ आइपिओ रिजल्ट नेपाली मेरो सेयर भनेर रहेको छ। यसलाई डाउनलोड गर्नुहोला, इन्स्टल गर्नुहोला। इन्स्टल गरिसकेपछि यस्तो खालको इन्टरफेस खुला हुन्छ। मैले हेर्न सक्नुहुन्छ यहाँ 5वटा आफ्नो परिवार, साथी, भाइ, इष्टमित्रको राखेको छु। हजुरहरूले यहाँ तलपट्टि एड बिओआइडी भनेर रहेको छ, यसमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि बिओआइडी नम्बर रहेको छ। हजुरहरूले जसरी हजुरहरूले आइपिओ चेक गर्दै आउनुभएको थियो, बिओआइडी नम्बर त्यहाँ पनि हाल्नु पर्थ्यो र एमा पनि हाल्नुपर्ने हुन्छ है त। बिओआइडी नम्बर 16वटा रहेको छ। यो 16वटा बिओआइडी नम्बर हालिसकेपछि युजर नेम राख्नुहोला, कसको हो त्यही नाम राख्नुहोला। राखिसकेपछि एड बिओआइडीमा क्लिक गर्नुहोला। गरिसकेपछि हजुरहरूले एकैचोटि आइपिओ रिजल्ट चेक गर्नको लागि सुरुमा हजुरहरूले कुन आइपिओ रिजल्ट चेक गर्ने हो भनेर यहाँ माथि रहेको छ कुन कम्पनीको आइपिओ रिजल्ट चेक गर्ने हो, यसमा क्लिक गर्नुहोला। गरिसकेपछि मैले चाहिँ एउटा हजुरहरूलाई आइपिओ रिजल्ट चेक गरेर देखाउनेवाला छु। शिखर पावर डेभलपमेन्टको आइपिओ रहेको छ। म यसलाई चेक गरेर हजुरहरूलाई देखाउँछु है त। सबैभन्दा सुरुमा चेक बुल्क रिजल्ट भनेर रहेको छ, यसलाई क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि एकछिन लोडिङ लिन्छ। सरी भनेर यहाँ देखाइसकेको छ। सेकेन्ड नम्बरमा पनि सरी भनेर छ। त्यसपछि यसमा चाहिँ हेर्न सक्नुहुन्छ 10 किताब परिसकेको छ, यहाँमा देखाएको छ। यसरी एकैचोटि हजुरहरूले आइपिओ रिजल्ट चेक गर्न सक्नुहुन्छ। हाम्रो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला र हाम्रो च्यानलमा अझै पनि सब्सक्राइब गर्नुभएको छैन, यस्तै भिडियो हेर्न चाहनुहुन्छ भनेपछि हाम्रो च्यानललाई अहिले नै सब्सक्राइब गर्नुहोला। हस् त, धन्यवाद। बाई, लभ यु अल।